नेपालको संविधान र शासकीय प्रणालीको संशोधन लगायत जेनजी पुस्ताले आन्दोलनको क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएकाले युवा पुस्ता लगायत परिवर्तन पक्षधर आम नेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि आग्रह गर्न चाहन्छु। यो हजुरआमालाई हामीहरूले संवैधानिक पद्धतिबाट चाहिँ चुनाव गराएर प्रधानमन्त्री बनाएको हो र जनताको माग अनुसार यिनलाई प्रधानमन्त्री बनाएर अहिले यिनले हामी जनताहरूलाई नै विश्वासघात गर्दैछन्। अब यिनले आफ्नो कुर्सीमा बस्ने हैसियत मैले देखिरहेको छैन। अब जेनजीको मागलाई सम्बोधन गर्न सक्नु हुँदैन भने तपाईले सम्मानपूर्वक तपाईले आफ्नो पदलाई चाहिँ राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ। तपाईले अब चुनाव गराएर मात्रै संविधान संशोधन हुन्छ भनेर भन्नुहुन्छ भने तपाई चाहिँ कुन आधारले चाहिँ प्रधानमन्त्री बन्नुभयो? तपाई त चुनाव बिनै प्रधानमन्त्री बन्नुभयो। त्यो भएको कारणले गर्दाखेरि यदि त्यस्तो हुन्छ भने तपाई पनि कारबाहीको भागीदार हुनुपर्नेछ। विचार गर्नुहोस्, तपाई रगतको राजनीति गर्न खोज्नु भएको छ, तपाईलाई पनि एक दिन रगतले अवश्य पोल्नेछ।